माननीय सदस्य ध्रुवराज राई, समय 2 मिनट। सम्माननीय सभामुख महोदय, अलपत्रै परेको सडकहरूमा गाडीहरू डुबिरहेको छ। सामाजिक सञ्जालहरूमा हामीले गालीका वर्षहरू पाइरहेका छौँ। सरकारलाई म आग्रह गर्न चाहन्छु, अगाडि पनि हामीले ध्यान आकर्षण गरेका थियौँ। आज पनि सुत्केरी र बिरामीहरू गाडी भासिएर मध्य पहाडी सडक र भोजपुर लगायत पहाडी इलाकाको विभिन्न सडकहरूमा चोबलिरहेको दृश्यहरू हामी देखिरहेका छौँ। यसलाई यो मानेमा म यहाँ सरकार समक्ष अनुरोध गर्न चाहन्छु, जनताले हिजो र आज उस्तै व्यथितिलाई बोक्नु पर्ने हो भने यसको लागि 84 मा हुने निर्वाचन 82 मा हुनुको अर्थ जनताले महसुस गरेको छैन। यति धेरै 2/3 नजिकको सरकारले आज जनता समक्ष दिनुपर्ने कुराहरू नदिरहेको कुरा जनताहरूले हामीलाई भनिरहेको छ। त्यसो भइरहँदा म सभामुख महोदय मार्फत अनुरोध गर्न चाहन्छु, सरकार निधाएर नबसोस्। माननीय सदस्य आशिका तामाङ, के नियमापत्ति, कुन नियमावलीको कुन नियमापत्ति? 21 को घ। माननीय सदस्य, उहाँले के आपत्तिजनक शब्द प्रयोग गर्नुभयो? बाँदरलाई मार्नु पाउनुपर्छ भन्ने उहाँले जुन अभिव्यक्ति दिनुभएको छ त्यो एकदमै आपत्तिजनक शब्द हो र यो चाहिँ फिर्ता होइन, यो पुरै काटेर चाहिँ फालिनुपर्छ भनेर भन्न चाहन्छु।